मलाई मेरो एडिक्सनले झन्डै मारिसकेको थियो, तर एउटा दुर्घटनाले चाहिँ मलाई बचायो। टिकापुर कैलाली बस्ने केशव टमाटा आफ्नो जवान अवस्थामा नै लागु औषध दुर्व्यसनीमा फसे। म चाहिँ अब अरू मान्छेहरू चाहिँ अब प्रब्लम भयो, घरमा समस्या भयो भन्दैमा, अब नानाथरी अब दुःख भयो भन्दैमा खान्छ, युज गर्छ। तर मैले चाहिँ अब रहरमा युज गरेको सुरुमा कस्तो हुन्छ भनेर, अनि दाइहरूले चुरोट खाएको देख्दा नि अब पछि गएर म नि खान्छु भन्ने एउटा सोच थियो सानोदेखि नै। तर सुरुमा रहरमा खाएँ, त्यसपछि चाहिँ अब बाध्यताले खानु परेको थियो। अनि यसरी चाहिँ फसेको ड्रग्समा। ड्रग प्रयोग गर्दाखेरि चाहिँ समस्याहरू धेरै फेस गरेँ मैले। पैसा हुन्थेन, पैसाको समस्याहरू। अनि पैसा नभएको बेला चाहिँ म मेरो मम्मीलाई माग्थेँ, तर मेरो डरले चाहिँ घरमा पैसा राख्नु हुँदैन थियो क्या पहिला। अनि मम्मीले चाहिँ ल्याइदिनु हुन्थ्यो पैसा माग्दाखेरि चाहिँ। अब मागेर नदिँदाखेरि चाहिँ म अब त्यस्तै जिद्दी गर्ने बानी पहिलेदेखि, छिटो दिनु नभए म यस्तो सुसाइड हानिदिन्छु भनेर भित्र जान्थेँ कोठामा होइन। केशवकी आमा आफ्नो छोराले आत्महत्या गर्ला कि भनेर झ्यालबाट हेर्छिन् र आफ्नो छोरालाई मनाउन आफूसँग भए जति पैसा दिन्छन्। र केशवकी आमाले आफ्नो छोरा सुध्रिन्छ कि भन्ने आशाले सुधार केन्द्रमा पठाउँछिन्। केही समयको लागि त केशव सुध्रिन्छ पनि, तर साथीको सङ्गतले गर्दा पहिलाकै अवस्थामा पुग्छन् र फेरि दोस्रो पटक सुधार केन्द्रमा पुग्छ। भित्र हुँदाखेरि नै मलाई लास्ट रिग्रेट फिल हुन्थ्यो, मैले गल्ती गरेको, त्यो गल्तीहरू रियलाइज गर्थेँ मैले। अनि मेरो ड्याडीले चाहिँ कसरी पैसा कमाउनु हुन्थ्यो, आमाले कति दुःख गर्नुहुन्थ्यो भन्ने कुराहरूले मलाई धेरै सताइरहेको थियो क्या। अनि कोसँग बोल्न मन नलाग्ने, 24 घन्टा एनी टाइम त्यही थट्सहरू दिमागमा आउँथ्यो। आमालाई रुवाएको मात्र आउँथ्यो क्या दिमागमा, एउटा त्यो रिग्रेट टाइपको हुन्छ नि। अब भित्र मन यस्तो भारी भएर आउँथ्यो त्यो सम्झिँदाखेरि। रियापछि चाहिँ म मामा घर गएँ, किनकि अब उता घरतिर चाहिँ बस्ने मन लाग्थेन। अब केटाहरू हुन्थ्यो नि त, केटाहरू भेटेपछि फेरि त्यस्तैमा गइहाल्छ भनेर। अनि म चाहिँ त्यहाँबाट चाहिँ पुरै हुन्छ नि त, अब चाहिँ साँच्चीको हृदयबाट नै सुध्रिने एउटा सोचेको थिएँ कि। अनि इनफ इज इनफ भन्ने खालको सोच आइरहेको थियो मलाई। अनि त्यसपछि म मामा घर गयो। अनि मामा घरमा जाँदा चाहिँ राति यस्तै फेलोसिप भइरहेको थियो, सङ्गति भइरहेको थियो। अनि म नि सङ्गतिमा इन्भल्भ थिएँ। अनि मलाई फेरि पहिल्यैदेखि भजनहरू मनपर्ने, अनि सङ्गतिमा बस्न मनपर्थ्यो क्या। अनि मामाले मलाई सोध्नुभयो कि तिमी विश्वास गर्छौ त भनेर सोध्नुभयो। अनि मलाई चाहिँ थाहा नै थिएन क्या म के भनौँ भनेर। एउटा दिमागले चाहिँ नाइ भनिरहेको थियो, अर्कोले भनिरहेको थियो कि दुइटाको भिडन्त भए जस्तै लडिरहेको थियो क्या दिमागहरू होइन, के भनौँ भनेर। तर हृदयबाट चाहिँ मैले त्यो आवाज मेरो मुखबाट निस्क्यो क्या, हुन्छ म गर्छु भनेर। अनि मैले चाहिँ विश्वास गरेँ, त्यति बेला ग्रहण गरेँ यसलाई। त्यसपछि केशव आफ्नो भविष्य बनाउन टिकापुरदेखि परिवारबाट टाढा काठमाडौँ आउँछन्। सहरको व्यस्तता र साथीको सङ्गतमा केशव येशूबाट टाढा हुन्छन् र फेरि लागु औषधमा फस्छन्। अनि म 10-11 बजीतिर यस्तै अगाडि हाडी गाउँतिर गइरहेको थिएँ। अनि त्यही लिनको लागि गइरहेको थिएँ। हिँड्दै गर्दाखेरि पछाडिदेखि कार आएर मलाई एक्सिडेन्ट गरिदियो क्या बिच रोडमा। अनि एक्सिडेन्ट भइसकेपछि मेरो यो बायाँ खुट्टामाथि 2टा टायर राइड हानेर चलिदियो कि। अनि तर त्यहाँनिर मान्छेले रोक्यो, उसले नि हस्पिटल लग्यो मलाई। हस्पिटल लगेर एक्सरे सबै गर्दाखेरि चाहिँ खुट्टा चाहिँ भाँचिएन, जे होस् परमेश्वरले बचाउनु भयो। अनि मैले रियलाइज गरेँ कि रुममा गइसकेपछि कोही पनि थिएन रुममा, सबै हाइकिङ गएको छ, 3-4 दिनपछि आउने भनेको छ है। घरबेटी अङ्कलहरू मात्र हुनुहुन्थ्यो कि रुममा चाहिँ। अनि म एक्लै थियो, हिँड्न सक्छ न खाना बनाउन सक्छ, ल अब के गर्ने। म यस्तो होइन, मलाई थाहा थियो म त रोइरहेको छु भनेर। भित्री मनदेखि पुरा भकानेर आएर होइन, आँसु बगाएछ, कोही पनि छैन त्यहाँ। मलाई साँच्चै भित्रबाट चाहिँ एउटा पश्चातापको महसुस भइरहेको थियो। मैले चाहिँ पश्चाताप गर्नुपर्छ मेरो पापको लागि। अब चाहिँ मैले जति गर्दा नि होइन, परमेश्वरले चाहिँ मेरो बाटो हेरेर बस्नु हुँदो रहेछ भन्ने कुराहरू मैले महसुस गरेँ क्या। किनकि त्यति बेला चाहिँ अब जे होस् मलाई बचाउनु भयो नि त परमेश्वरले, त्यो कुराहरूले दिमागमा चलिरहेको थियो मेरो। अनि मैले धेरै नै पश्चाताप गरेँ त्यो दिन चाहिँ प्रार्थना गरेर। अनि त्यस बाइबल पढ्दै गर्दाखेरि चाहिँ भजन सङ्ग्रह 23 निस्क्यो। मैले चाहिँ त्यति बेला रियलाइज गरेँ परमेश्वर चाहिँ मसँग बोल्नु पनि हुँदो रहेछ भन्ने कुरा होइन। परमेश्वर चाहिँ मेरो असल कोठालो हुनुहुँदो रहेछ, उहाँले मलाई सुरक्षित राख्नु हुँदो रहेछ भन्ने कुरा मैले महसुस गरेँ। प्रार्थना गर्थेँ चुक्कुल बन्द गरेर कोठाभित्र होइन। यदि सम्भव छ भने यो कुराहरू मेरो दिमागबाट हटाइदिनुहोस् परमेश्वर भनेर प्रार्थना गर्दै चाहिँ होइन। पछि चाहिँ मैले छुइनँ त्यस्तो कुराहरू, परमेश्वरको अनुग्रहले गर्दा चाहिँ ठिक छ अहिलेसम्म। त्यस पश्चात केशवले आफ्नो जीवन येशूलाई समर्पण गर्छन्, उहाँलाई अझ घनिष्ठ रूपमा चिन्नलाई र अझ धेरै रूपान्तरणका आशाले बाइबलले तालिम लिने निर्णय गर्छन्। मसँग येशूको चाहिँ फेरि जम्का भेट भयो ट्रेनिङ सेन्टरमा आएर पनि। हाम्रो पास्टरले चाहिँ
अब एउटा कुरा सोध्दै हुनुहुन्थ्यो, यदि ग्रहण गरेको थाहा छैन भने चाहिँ कुन टाइममा ग्रहण गरेँ यसलाई मैले मेरो मुक्तिदाता भनेर महसुस गरेको छैन भने चाहिँ अझै पनि टाइम छ, आउनुहोस् भनेर बोलाउँदाखेरि चाहिँ म कुर्सीमा बसेको थिएँ। अनि तर मलाई त्यो टाइममा नि उठ्न दिइरहेको थिएन क्या कसैले। मैले त ग्रहण गरिसकेँ, के जानु 10चोटि भन्ने सोच आउँथ्यो। तर फेरि जानुपर्छ भन्ने सोचले म अनि उठेर गइसकेपछि त्यो ठाउँमा चाहिँ मलाई यस्तो हल्का महसुस भयो कि होइन। परमेश्वरसँग चाहिँ एउटा जम्का भेट, यसोसँग जम्का भेट भइसकेपछि मेरो जुन त्यो पेनहरू थियो होइन, मेरो शरीरमा त्यो बोझहरू नाना थरीको बोझ हुन्थ्यो नि त होइन। अब हावाले उडाउँदा नि अब मान्छे उडेर जान्छ भने जस्तो त्यस्तो हल्लुको फिल भइरहेको थियो। सायद त्यो दिन जति खुसी चाहिँ मेरो ड्याडीले त्यत्रो पैसा दिँदा नि म भएको थिएन होला। त्यो दिन चाहिँ म लास्ट धेरै नै खुसी थिएँ, किनकि अब परमेश्वर चाहिँ पवित्र आत्मा चाहिँ म भित्र हुनुहुन्छ भन्ने कुरा मैले रियलाइज गरेँ क्या होइन। त्यसपछि चाहिँ राम्रै भयो, जे होस् अहिलेसम्म ठिकै चलिरहेछ। अनि ड्रग्सले चाहिँ केही पुग्दैन होइन, सकिन्छ, एक दिन सकिने जाने हो। तर आत्मा चाहिँ बस्यो भनेपछि आत्मा चाहिँ कहिले खत्तम हुँदैन। तपाईँहरूको शरीर चाहिँ सकिन्छ तर आत्मा चाहिँ अनन्तसम्म स्वर्गमा बास गर्छ होइन। आत्माले चाहिँ त्यति नै हो।